हेलो साथीहरू, तपाईँहरू कस्तो हुनुहुन्छ? आशा गर्छु सबैजना राम्रै हुनुहुन्छ होला। म पनि राम्रै छु। र आजको भान्सा चाहिँ हुनुहुन्छ हाम्रो कान्छा, तर अहिले यहाँ हुनुहुन्न। गर्मी भएर पुडी पकाउँदा नि कान्छाले नकुद्नु भएछ। म चाहिँ पुडी बेल्दैछु अनि कान्छा चाहिँ बनाउनु हुँदैछ पुडी। गर्मीले हालत पम्चर भयो अलिक चुलोमा बसेर। म चाहिँ पुडी बनाएको मजाले फुलाउनु है। फुलेको रोटी मात्रै मिठो हुन्छ नि। दामी हुन्छ। फुलाउनु भयो क्यामेरा देखेर फुल्दैछ। क्यामेरा देखेर फुलेछ पुडी पुडी खतरा फुलाइदिएँ मैले। सेतै देखिँदैछ त क्यामेरामा त। सेतै देखिँदैछ त पुडी त। राम्रै भएछ। यहाँ चाहिँ छ हाम्रो गरमा गरम पुडीको सब्जी हो। सुक्खा बनायो भने चाहिँ बाबाले निल्न सक्नु हुँदैन नि त, त्यही भएर चाहिँ यस्तो झोलझोल बनाउनुपर्छ। तातो तातो छ यो, थोरै तेल मसलाको सब्जी हो, त्यही भएर यस्तो देखिएको छ, रातो देखिएको छैन।